बाइबलबाट पाठ 76 पछाडि फर्केर हेर्दै अगाडि बढ्दै। उद्देश्य: नमस्कार, तपाईँलाई शुभ दिन। यो बाइबल बाढ हो। बाढ भनेको कुनै विशेष मौखिक परम्परासँग सम्बन्धित परम्परागत साहित्य वा कथाहरू वाचन गर्ने कथावाचक हो। म यहाँ बाइबलको साहित्यले परमेश्वर को हुनुहुन्छ र मानिस को हुन् भन्ने विषयमा के सिकाउँछ त्यसलाई प्रस्तुत गर्न र अझ स्पष्ट रूपमा व्याख्या गर्न आएको छु। पाठ: बाइबल बाढको अर्को महत्त्वपूर्ण उपलब्धि। आज हामी एउटा विशेष उपलब्धिको अवसरमा आइपुगेका छौँ। बाइबल बाढ पोडकास्टले अर्को महत्त्वपूर्ण कोसेढुङ्गा पार गरेको छ। हामीले अङ्ग्रेजी र चिचेवा भाषामा 75 वटा पोडकास्ट प्रकाशित गरिसकेका छौँ। साथै स्पेनी, उर्दू वा स्वाहिली भाषाहरूमा पनि हालका 52 वटा कार्यक्रमलाई बढाएर 75 वटा पुर्याउने तयारी भइरहेको छ। हाम्रो तथ्याङ्कहरू हेर्दा प्रत्येक महिनामा 1000 भन्दा बढी पटक यो पोडकास्टहरू सुन्ने गरिएको छ। हाल हाम्रो सेवकाईका 2 मुख्य आवश्यकताहरू छन्। अङ्ग्रेजी सामग्रीलाई अझ धेरै भाषाहरूमा अनुवाद गर्न सक्ने अनुवादकहरू आवश्यक छन्। पोडकास्ट सञ्चालन तथा अनुवाद कार्यको खर्च जुटाउन प्रार्थना र आर्थिक सहयोग आवश्यक छ। यस उद्देश्यका लागि हामी पेट्रोन मार्फत बाइबल बाढ सेवकाईलाई सहयोग गर्ने अभियान सञ्चालन गरिरहेका छौँ। यदि तपाईँ सहभागी हुन चाहनुहुन्छ भने कृपया दिएको लिङ्क प्रयोग गर्नुहोस्। छलफल: बाइबल बाढको विचारमा पश्चिमी देशहरूमा अभ्यास गरिने क्रिस्चियन धर्म केही हदसम्म हाम्रो मूल उद्देश्यबाट विचलित भएको देखिन्छ। धर्मशास्त्रीय ज्ञानको खोजी यति धेरै महत्त्वपूर्ण बनाइएको छ कि कतिपय अवस्थामा स्वयं परमेश्वर नै ओझेलमा पर्नुभएको जस्तो देखिन्छ। मैले एक सम्मानित पास्टरलाई यस्तो प्रश्न सोधेको थिएँ: यदि तपाईँले छनौट गर्नुभएको भए तपाईँ बाइबलका विद्वानहरूले भरिएको मण्डली चाहनुहुन्थ्यो कि परमेश्वरप्रति गहिरो समर्पण भएका विश्वासीहरूले भरिएको मण्डली? उहाँले अत्यन्त बुद्धिमानी उत्तर दिनुभयो। उहाँले भन्नुभयो कि येशू ख्रीष्टप्रतिको गहिरो समर्पण क्रिस्चियन जीवन जिउनका लागि धर्मशास्त्रीय विशेषज्ञता भन्दा धेरै महत्त्वपूर्ण छ। वास्तवमा यही नै मण्डलीको लक्ष्य हुनुपर्छ। तर आज धेरै पश्चिमी मण्डलीहरूलाई हेर्दा ख्रिस्टका समर्पित चेलाहरूभन्दा धर्मशास्त्रका विशेषज्ञ बन्न खोज्ने मानिसहरूको सङ्ख्या बढी देखिन्छ। बाइबलबाट परम्परागत क्रिस्चियन विश्वास र संसारका विश्वासीहरूको विविध क्रिस्चियन संस्कृतिको विरोधी होइन, तर केही गम्भीर समस्याहरू अवश्य छन्। पहिलो समस्या भनेको धर्मशास्त्र अर्थात् थियोलोजीलाई नै मण्डलीको मुख्य उद्देश्यको रूपमा प्रस्तुत गर्नु हो। संसारका मानिसहरूले बाइबलको सन्देश बुझ्नका लागि कुनै जटिल धर्मशास्त्रीय शब्दावली सिक्नुपर्ने आवश्यकता हुँदैन। बरु मण्डलीहरूले बाइबलले वास्तवमै के सिकाउँछ भन्ने कुरा स्पष्ट रूपमा घोषणा गर्नुपर्छ, न कि मानिसले बनाएका धर्मशास्त्रीय प्रणालीहरूलाई प्रचार गर्न। धर्मशास्त्र अध्ययन गर्ने विद्यार्थीहरूले यो भिन्नता सधैँ देख्न नसक्न सक्छन्। कुनै विशेष धर्मशास्त्रीय प्रणालीप्रति अत्याधिक समर्पित व्यक्तिहरूले आफ्नो प्रणाली नै कहिलेकाहीँ सुसमाचारको सरल सन्देशवादक बन्न सक्छन् भन्ने कुरा स्वीकार्न कठिन हुन सक्छ। बाइबलबाट धर्मशास्त्रको अध्ययनको विरोधी होइन। बाइबल कलेज, सेमिनारी, क्रिस्चियन विश्वविद्यालयहरूमा अध्ययन गर्ने सेवकहरूका लागि धर्मशास्त्र आवश्यक छ। समस्या धर्मशास्त्र अध्ययन गर्नुमा होइन। समस्या तब उत्पन्न हुन्छ जब सेमिनारमा प्रयोग गरिने जटिल शैक्षिक प्रणालीलाई स्थानीय मण्डलीहरूमा लागू गरिन्छ, जसका कारण साधारण विश्वासीहरूलाई पनि धर्मशास्त्रका विद्यार्थी जस्तै बनाउने प्रयास गरिन्छ। एक प्लम्बर, सिकर्मी, सरकारी विद्यालयका शिक्षक, गृहिणी, व्यवसायी या अन्य सामान्य विश्वासीहरूले व्यवस्थित धर्मशास्त्र सिस्टमेटिक थियोलोजीमा निपुण हुन आवश्यक छैन। उनीहरूलाई आवश्यक कुरा भनेको परमेश्वरलाई व्यक्तिगत रूपले चिन्ने, उहाँप्रति समर्पित जीवन कसरी जिउने भन्ने विषयमा बाइबलले के सिकाउँछ भन्ने कुरा बुझ्नु हो। व्यावसायिक सेवकहरूले ज्ञानको उच्च स्तर हासिल गर्न सक्छन्,
तर उनीहरूले घोषणा गर्ने सन्देश भने सधैँ ख्रिस्टको सरल सुसमाचार, पवित्र शास्त्रको स्पष्ट शिक्षा र मानिसहरूलाई सम्पूर्ण हृदयले परमेश्वरप्रति समर्पित जीवन जिउन प्रेरित गर्ने सन्देश नै हुनुपर्छ। अघि बढ्दै यहाँ बाइबलबाट लेसन 76 समरी कन्क्लुजन कनेक्सनको सफा स्पष्ट स्वाभाविक नेपाली अनुवाद प्रस्तुत गरिएको छ। पास्टरहरू, प्रचारकहरू, विभिन्न सम्प्रदाय र स्थानीय मण्डलीहरूले आफूलाई ठिक लागेको काम गरिरहेका छन्। बाइबलबाटको उद्देश्य उनीहरूको निन्दा गर्नु होइन। पवित्र शास्त्र अनुसार स्थानीय मण्डलीको सेवकाई राजनीति वा धर्मशास्त्र थियोलोजिकल बहसमा केन्द्रित हुनु हुँदैन। यसको मुख्य जिम्मेवारी भनेको बाइबलको सन्देशलाई सरल, स्पष्ट र बुझ्न सजिलो रूपमा प्रस्तुत गर्नु हो, ताकि विश्वास गर्ने र नगर्ने दुवैले त्यसलाई बुझ्न सकुन्। यस सन्देशको केन्द्रमा दुई अत्यन्त महत्त्वपूर्ण प्रश्नहरूको उत्तर छ। परमेश्वर को हुनुहुन्छ? मानिस को? यी दुई प्रश्नहरूका बाइबलीय उत्तरहरू नै ख्रिस्ट येशूको सुसमाचारको आधार हुन्। बाइबल आफैले बाइबल कसरी सिकाउनु पर्छ भन्ने उदाहरण दिन्छ। जब संसारभरि छरिएका हिब्रूहरू मूर्तिपूजक राष्ट्रहरूको संस्कृतिमा बसिसकेपछि आफ्नो मन्दिर, सहर, संस्कृति पुनर्निर्माण गर्न इजरायल फर्किए, त्यति बेला उनीहरूबीच बाइबलका विद्वानहरू धेरै थिएनन्। उनीहरू एकसाथ भेला भए, आफ्नो समयको धर्मशास्त्र खोले। अगुवाहरूले पुरानो करारबाट मानिसलाई यसरी पढेर सुनाए। नेहम्या 8:8 तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तकबाट स्पष्ट रूपमा पढे, त्यसको अर्थ बुझाइदिए ताकि मानिसहरूले पढिएको कुरा बुझ्न सकुन्। नयाँ करारमा पनि यसै सिद्धान्तलाई जोड दिएको छ। दोस्रो कोरिन्थी 1:13 हामी तिमीहरूलाई त्यस्तो कुनै कुरा लेख्दैनौ जुन तिमीहरूले पढ्न वा बुझ्न सक्दैनौ। यही नै बाइबलबाटको उद्देश्य हो। क्रिस्चियन धर्मसँग परिचित धेरै मानिसहरूलाई पनि बाइबलले धेरै विषयहरूमा वास्तवमा के सिकाउँछ भन्ने थाहा छैन। बाइबलले उत्तर दिने मुख्य प्रश्नहरू हुन्: हामीले आराधना गर्ने परमेश्वर को हुनुहुन्छ? उहाँको सामु हामी को हौँ? विश्वासी मानिसहरूको रूपमा हामी कसरी जीवन बिताउनु पर्छ? हामीले बाँड्ने सन्देश धर्मशास्त्रका सबैभन्दा सरल, स्पष्ट र सबैले बुझ्न सक्ने खण्डहरूबाट आउनु पर्छ। निश्चय नै बाइबलमा धेरै गहिरा र जटिल विषयहरू पनि छन्, जसको अध्ययन विद्वानहरू, बाइबल विद्यार्थीहरू, पास्टरहरू तथा सेमिनारीहरूका विद्यार्थीहरूले गर्नुपर्छ। तर ती विषयहरू नै मण्डलीको मुख्य सन्देश होइनन्। मण्डलीको मुख्य सन्देश भनेको परमेश्वरलाई नचिनेकाहरूले सुन्नुपर्ने सन्देश र ख्रिस्टका अनुयायीहरूले परमेश्वरप्रति समर्पित जीवन जिउनका लागि आफ्नो हृदयमा ग्रहण गर्नुपर्ने सन्देश हो। यस सरल सन्देश नै सुसमाचारलाई जस्तै गोस्पल भनिन्छ, यसको महत्त्व सबैभन्दा ठुलो छ। यसै सन्दर्भमा येशूले भन्नुहुन्छ, यदि तिनीहरूले मूसा र अगमवक्ताहरूको कुरा सुन्दैनन् भने कसैले मृतकबाट जीवित भएर आए पनि तिनीहरूले विश्वास गर्दैनन्। बाइबलबाट पोडकास्टले धर्मशास्त्रका प्रमुख विषयहरू, आधारभूत विचारहरू र मूल शिक्षालाई केन्द्रमा राखेर बाइबल सामग्री प्रस्तुत गर्दछ। यसले बाइबलको पाठ प्रस्तुत गर्नुका साथै छोटो व्याख्या पनि दिन्छ, ताकि स्पष्ट पारियोस् र अर्थ बुझाइयोस्, जसले गर्दा मानिसहरूले पढिएको कुरा बुझ्न सकुन्। व्यावसायिक धर्मशास्त्रहरू वा धेरै अध्ययन गरेका क्रिस्चियनहरूलाई यो सामग्री अत्यन्तै आधारभूत, दोहोरिएको या अत्यन्त सरल लाग्न सक्छ। तर मेरो अनुभव अनुसार अधिकांश क्रिस्चियनहरूका लागि, विशेष गरी अझै विश्वास नगरेका मानिसहरूका लागि बाइबलको स्पष्टता र सरलता अत्यन्त आवश्यक छ र त्यसलाई प्राथमिकता दिनुपर्छ। निष्कर्ष: हाल बाइबलबाट पोडकास्ट अङ्ग्रेजी, स्पेनी, स्वाहाली, उर्दू, चेचवा तथा बङ्गाली केवल लिखित रूपमा प्रकाशित हुँदै आएको छ।
सबै एपिसोडहरू तिनका लिखित प्रतिलिपिहरू www.bible.org मा उपलब्ध छन्। बाइबल बाणले सधैँ एउटै तरिका अपनाउँछ। यसका सन्देशहरू छोटो, केन्द्रित र विषयसँग प्रत्यक्ष सम्बन्धित हुन्छ। कुनै अनावश्यक विषयान्तर र असम्बन्धित कुरा हुँदैन। बाइबल बाणले कुनै विषयमा बाइबलले वास्तवमा के सिकाउँछ भन्ने कुरा प्रस्तुत गर्छ। मेरो उद्देश्य कसैलाई कुनै धर्ममा परिवर्तन गराउनु होइन। यो पोडकास्ट केवल जानकारी प्रदान गर्ने उद्देश्यले तयार गरिएको हो। हामी बाइबलको साहित्यले वास्तवमा के भन्छ त्यसले प्रस्तुत गर्ने विचारहरू, अवधारणाहरूको चर्चा गर्छौँ, किनकि धेरै मानिसहरूले बाइबलका शिक्षाहरूसँग गम्भीर रूपमा कहिल्यै परिचित हुने अवसर पाएका छैनन्। तपाईँ स्वयं निर्णय गर्नुहोस्, तपाईँ बाइबलका शिक्षाहरूसँग सहमत हुनुहुन्छ वा असहमत। प्याट्रोन मार्फत बाइबल बाण पोडकास्टलाई आर्थिक सहयोग गर्न सक्नुहुन्छ। साप्ताहिक $1 वा मासिक $5 अमेरिकी डलर जति सानो सहयोगले पनि पोडकास्ट सञ्चालनको खर्च पूरा गर्न ठूलो मद्दत पुर्याउँछ। बाइबल बाण स्वयंले कुनै तलब लिँदैन र सेवकाईका लागि प्रत्येक प्राप्त आर्थिक सहयोगबाट व्यक्तिगत लाभ उठाइँदैन। यदि तपाईँका कुनै प्रश्न, सुझाव वा प्रतिक्रिया छन् भने कृपया यस इमेलमा पठाउनुहोस् biblebard@gmail.com मा। तपाईँको सन्देश पाउन हामीलाई खुसी लाग्नेछ। हामीसँग जोडिनुहोस्। बाइबल बाणका लागि सामग्रीहरूलाई पछ्याउनु, साझा गर्नु, अरूलाई पनि जानकारी दिनुभएकोमा अग्रिम धन्यवाद। Amazon, फेसबुक, इन्स्टाग्राम, आइट्युन, रम्बल, साउन्ड क्लाउड, स्पोटिफाई, टिकटक, टम्ब्लर, ट्विटर, युट्युबमा हामीलाई पछ्याउनुहोस्। धन्यवाद।